अब बाटो घुमिसक्यो। अब जानु लाग्यो अगाडि दुईजना छ एक ठाउँमा साथीहरू। हजुर ल है गाइज, हामी चाहिँ अब यो अर्को ठाउँमा हिँडेको जुन चाहिँ त्यो अघि हामीले त्यो भेउटा छेउमै थियो होस्टे लागेर यता त फेरि यो चाहिँ अलिकति लेक पर्छ। यो चाहिँ हाम्रो भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा रहेको छ। यहाँ हामी चाहिँ अब यो यता हिँडेको के भन्छ नि यो नाम चाहिँ थाहा छैन, तर सिडी चाहिँ बबाल छ है, यस्तो छ। अनि हाम्रा यता साथीहरू घाँस काट्नु हुँदैछ यहाँको।
आज चाहिँ यता डुल्नुको लागि निक्लेको छौँ। अब हामी यता एकछिन डुलेर अनि त्यहाँदेखि आफ्नो घरतिर बाटो लाग्नेछौँ। आज चाहिँ दिनभरि नै डुल्ने भन्ने प्लान हो। गोजीमा सुक्को छैन र पनि गोजीमा सुक्को छैन, भुँडीमा भात छैन र पनि डुल्नु छोडिएको छैन। ल गाइस अहिले आइपुग्यो कि यता यो टावरतिर आइपुग्यो है हामी चाहिँ। हामी चाहिँ यहाँ आइपुगेको छौँ नि यस्तो ठाउँमा। यस्तो छ। हामी यताबाट आएको तर के गर्नु, आज गलत दिनमा आइएछ। घुस्सेले हामीलाई छोडेकै छैन। यहाँबाट सबै देखिन्छ भन्ने कुरो सुनेर चाहिँ हामी खासमा यहाँ घुम्न आएको। तर आज हुस्सेले हामीले यहाँ हुस्से बाहेक अरू देख्न सकेनौँ। है गाइस हामी चाहिँ यता पनि घुमिसक्यो, यो ठाउँ पनि घुमिसक्यो। अब चाहिँ फर्किसकेको। अब यता हाम्रो साथी एउटा भिडियो बनाउने भन्दैछ, उसलाई भिडियो बनाइदिन्छु। लाइक कमेन्ट सेयर एकदमसँगले गर्नु होला है। अहिले फेरि बिर्सिनुहुन्छ ल। है गाइस अब चाहिँ हामी झर्दैछौँ। यहाँ चाहिँ भ्यू चाहिँ यो के भन्छ भ्यू टावरमा आउनका लागि चाहिँ हामी चाहिँ बाटो ठिकै छ भनौँ न। त्यति राम्रो भन्दा पनि राम्रो पनि छैन, नराम्रो पनि छैन, ठिकै छ। अब कुदाउनु जान्नेलाई त राम्रै होला। मलाई चाहिँ भर्खर सिकेको भएर होला अलिक गाह्रै छ बाटो है। ठाउँ चाहिँ राम्रै छ भनौँ न। अब राम्रै छ भनेर सुनेर आएको। अलिक हुस्से लागेकोले हामीले यहाँबाट अरू ठाउँहरू चाहिँ हेर्न पाइएन। तर पनि ठिकै छ। अब आजको दिन काट्यो, मन बुझाएर अब फोटोहरू खिचेर यसो भिडियो बनाएर अब चाहिँ हामी घरतिर हिँडेको। गाइस हाम्रो बाटो चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो भ्यू टावर जाने मेन रोड हो होइन? मेन रोड। अनि घरिघरि यस्ता टर्निङहरू पनि आउँछ। यस्तो टर्निङले चाहिँ हामीलाई अलिअलि समस्यामा पार्नुहुन्छ। अगाडि छ हाम्रो साथी। ल गाइस बोका हेर्नु बोका अगाडि जाँदैछ दुईटा। ल गाइस बोका हेर्नु बोका अगाडि जाँदैछ दुईटा। बाटो हल्का अलि अप्ठ्यारो भएको अवस्था छ मलाई चाहिँ। गाइस हामी चाहिँ यहाँ अहिले तल झरिसकेका छौँ। हामी गएको चाहिँ उहाँ माथि डाँडा हो। उहाँ माथि अङ्कल यो ठाउँमा के भन्छ? यो ठाउँलाई थुलुङ गाउँ। यो चाहिँ हत्तागढी 3 थुलुङ गाउँ अरे। जाने बाटोमा यस्तो भेट्नुहुन्छ तपाईँहरूले यदि यता घुम्न आउनुभयो भने। यस्तो ठाउँहरू छ यस्तो। अनि यता चाहिँ हाम्रो लेकाली गुराँस फुलिरहेको छ, देख्न सक्नुहुन्छ है। गुराँसहरू फुलिरहेको छ। अनि हामी चाहिँ अहिले यहाँ आइपुगेको छौँ। अहिले घुमिसकेर अहिले उहाँ माथिबाट हामी यहाँ अहिले त्यहाँ आएर बाइक त्यहाँ राखेर हामी चाहिँ यहाँ त्यसरी घुम्न यहाँ यसो 1-2वटा फोटो लिनु भनेर आएको छु।
आइपुगेको छ। यो चाहिँ यस्तो रहेको छ। यहाँ निर्माण कार्य हुँदैछ, भर्खर बनाउनु हुँदैछ। यो चाहिँ मैले राईहरूको देखेँ जस्तो लाग्छ। यो के भन्छ पनि यसलाई तपाईँहरूले कमेन्ट गर्नु होला तल। यो यत्रो बडा छ है। अनि यहाँ जस्तो छ त दुलो भेटी चढाउँदो रहेछ यार। ल हामी चाहिँ यहाँ आइपुगेको छौँ। ल गाइस हामी चाहिँ अब यहाँ फोटोसोटो खिचेर भिडियो